हेलो गाइज, हामी चाहिँ तमङ टु काकरभिट्टा टु मिरिक जाँदैछौँ। अनि यो चाहिँ हामी मिरिक जाने क्रममा देखेको खोलाहरू। मिरिक पुगेर चाहिँ भान्जासम्म भेटेर हामी यो किपो डाँडा भन्नेमा यसो भ्यू हेर्नुलाई गयौँ। एकदमै पानी अहिले पर्ला जस्तो भइरहेको थियो। अनि त्यसमा चाहिँ एउटा कुकुरले चाहिँ टाँसीलाई एकदम पछ्याइरहेको थियो। यो डाँडामा चाहिँ एकैछिनमा पानी पर्ला जस्तो एकदमै धुवाँहरू हुँदो रहेछ, एकैछिनमा बादलहरू आउँदो रहेछ। यो कुकुर चाहिँ कहाँ हो, उसको आमा हाम्रो पछि लाग्यो। अनि हामी चाहिँ हिँड्दै तलसम्म जाँदैछौँ। यो डगी एकदमै सानो क्युट पप्पी ब्ल्याक कलरको हामी सँगसँगै आउँदैछ। यो एन्जिनिया फुल चाहिँ हेर्नु न, आमामामा कति धेरै फुल्याएको थियो भने। यता चाहिँ हो भने हाम्रोमा गमलामा बचाउनै सकिँदैन, उता त रुखै हुँदो रहेछ यो एन्जेलियाको त। अनि हामी चाहिँ यसरी रमाइलो दृश्यहरू हेर्दै तल झर्दैछौँ। तल झरेर अनि फेरि माथि जानुपर्छ गुम्बा जानुको लागि चाहिँ। हामी चाहिँ यसो फोटो भिडियोहरू बनाउँदै हिँड्दैछौँ साथीहरू। हेर्नु न, यो रुखहरू पनि कति मजाले रोपेको छ। अनि सबै बाटोभरि फुल फुलेको, एकदमै राम्रो सुन्दर शान्त सफा स्वच्छ हावा एकदमै राम्रो लागेको। मलाई मिरिक चाहिँ एकदमै मन परेको। यो मिरिकको चाहिँ गुम्बादेखि पल्लो डाँडा हो। चाहिँ हामी यसरी घुमघाम गर्दैछौँ। अनि सबैजना उनीहरू चाहिँ फोटो भिडियो बनाउँदैछन्। मेरो छोरीहरू चाहिँ आमा हिँड्नुहुँदैछ, बाबा छोरा पनि हिँड्नुहुँदैछ, डगी पिवा मिन्दो अनि टाँसी पनि अगाडि हिँड्दैछ। आमालाई पनि राम्रो लाग्यो अरे, तर चिसो चाहिँ एकदमै चिसो थियो साथीहरू। अनि हामी चाहिँ यसरी ओह्रालो लाग्दैछौँ। त्यहाँ चाहिँ भूतको सुटिङ हुन्छ अरे, एउटा भूत घर भन्ने रहेछ, तर त्यो चाहिँ अहिले हेर्नु पाइँदैन रहेछ, क्लोज भएको रहेछ। पहिला चाहिँ टिकट सिस्टम थियो अरे। हेर्नु यो फुल कति धेरै बाटोभरि झरिरहेको थियो। एन्जेलिया वाइट कलरको ठुलीलाई दिएको, ठुलीले चाहिँ थाप्नु मानेन। अनि अझै ठुलो छोरीलाई दिएको, उसले चाहिँ खुसी भएर थाप्यो। हेर्नु न, अनि आमा पनि हाँस्नु हुँदैछ। हाम्रो यही अरे भूत बङ्गला चाहिँ। यहाँनिर भूतको यस्तो मुभीहरू चाहिँ सुटिङ हुन्थ्यो अरे पहिला चाहिँ। अहिले चाहिँ नो इन्ट्री भन्या रहेछ यहाँनिर। अनि हामीले यसरी बाहिरबाट हेरिरहेको चाहिँ हामी गुम्बातिर फर्क्यौँ। यो डगीले चाहिँ दुईजनालाई छोडेकै छैन। पछि चाहिँ कति माया लाग्दो थियो। भरे धेरै तल आइपुगेपछि चाहिँ फर्केर गयो आफै।